काभ्रे तरुण दलले आज बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ। नेपाल तरुण काभ्रेद्वारा नियमित महाधिवेशन, सुशासन प्रवर्धन तथा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको र्यालीका संयोजक तथा तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले जानकारी दिएका छन्। यो दुईटा कारणले देश अहिले विषम परिस्थितिमा गुज्रिरहेको छ। जेनजी आन्दोलनपछि भदौ 23 र 24 गते भएको आन्दोलनले देश एउटा ट्र्याकमा गएको छ। त्यो सँगसँगै हाम्रो पार्टी पनि अरू ट्र्याकमा छ। त्यसले गर्दा यो दुवैलाई चाहिँ ट्र्याकमा ल्याएर लोकतन्त्र जोगाउनको लागि युवाले जुन किसिमको एउटा भूमिका निभाउनुपर्छ, दबावमूलक भूमिका, त्यो भूमिकाको लागि हामी यहाँ युवाहरू, तमाम युवाहरू र्याली शनिबार पनौती बस पार्कबाट सुरु भएको थियो। पनौतीबाट बनेपा हुँदै धुलीखेलको बीपी चोकमा पुगेपछि र्याली कोण सभामा परिणत भएको थियो। कोण सभामा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू रोशन पाण्डे, बेलबहादुर तामाङ, दिल लामा लगायतका नेताहरूले सभालाई सम्बोधन गरेका थिए। भाद्र 23 र 24 गते भएको झिन्जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले नेपाली काङ्ग्रेस पार्टीमा पनि हलचल पैदा गरेको छ। यसैबीच नेपाली काङ्ग्रेसमा दुई धार देखिएको छ, सत्तापन पक्ष र इतर पक्ष। सोही अनुसार काभ्रेमा नेपाल तरुण दलका सत्तापन पक्षले मोटरसाइकल र्याली गरेको हो। तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले नेपाली काङ्ग्रेस पार्टीमा चुनाव अगाडि नै नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। उनले विशेष महाधिवेशनले माथिको टाउको मात्र फेरिने हुँदा मुलुकमा राष्ट्रिय परिवर्तन नआउने भन्दै नियमित महाधिवेशन गरेर तलदेखि माथिसम्मको संरचना फरक हुँदा पार्टी रिफर्म हुने र चुनावमा पनि जनताको मन जित्न सकिने धारणा व्यक्त गरेका छन्। फागुन 21 गते चुनाव सरकारले घोषणा गरिसकेको छ। चुनावबाट नेपाली काङ्ग्रेस पार्टी भाग्ने कुरो हुँदैन, चुनावमा सहभागिता हुन्छ। यो नेपाली काङ्ग्रेस पार्टीको सिङ्गो टिमकै चुनावमा सहभागिता हुने कुरोमा दुई मत रहेन। त्यो सँगसँगै पार्टीको अधिवेशनको कुरा छ। पार्टीमा चाहिँ चुनाव अगाडि अधिवेशन गर्ने कि नगर्ने कि विशेष गर्ने कि नियमित गर्ने कि भन्ने व्यापक रूपमा बहस छ। हामी चाहिँ नियमित अधिवेशन गर्नुपर्छ, चुनाव अगाडि नै गर्नुपर्छ। किनकि नियमित अधिवेशनले तलदेखिको माथिसम्मको संरचनामा परिणत आउँछ, जसले गर्दा पार्टी रिफर्म हुन्छ। र केन्द्रको मात्र टाउको मात्र फेर्दैखेरि पार्टीमा चाहिँ त्यति ठुलो राष्ट्रिय परिवर्तन आउँदैन। जसको कारणले गर्दा भोलि चुनावमा होमिँदाखेरि चाहिँ भोट लिन हामी सक्दैनौँ, जनताको मन जित्न सक्दैनौँ। मुनिदेखि नै परिवर्तन भयो भने मात्र काङ्ग्रेस चाहिँ आगामी चुनावमा जनता समक्ष जान सक्छ र आफ्नो मत माग्न सक्छ। मोटरसाइकल र्याली कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका समर्थक, शुभेच्छुक तथा तरुण युवाहरू मोटरसाइकलसहित उपस्थित भएका थिए। नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको दबावमूलक र प्रभावकारी र्याली मार्फत सङ्गठन सुदृढीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। र्यालीमा 100औं बाइकको साथमा हजारौं तरुण युवाहरूको सहभागी रहेको थियो।